welcome back to my other vlog. So I hope सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला. म पनि एकदम सन्चै र आरामै छु. आज चाहिँ यिनीहरू हेर्नुस्, आज म फेरि एनसीसी जान्छु किनकि अचेल मेरो भाषा एनसीसी हुनुहुन्छ. किनकि यहाँ प्रब्लम थियो एउटा, म सल्भ गर्दिन आएको रे के. अनि त्यही हो, यिनीहरू चाहिँ चिनिराख्नु भयो होला. यो चाहिँ देखिसकेको थिएँ, यो चाहिँ पागल. यसको र मेरो पुरा भिडियो भाइरल हो चित्रकै भरि. मैले पनि देखे हैन गाइस हुनु. ए कहाँबाट आइछ गरिबको बच्चा. एला हामीले बाटो भेटाको. अहिले चाहिँ हामी कृतिकाको मजाल नाच्छौँ. त्यही हो, बाई. A few minutes later. ए ल टिकटक साउन्ड, टिकटकले निकालेको साउन्ड. ल खिच्न यसको. लिजा गरौँ न. लिजा फर्स्ट लिजा. जसको आइफोन त्यसकै. त्यो ब्ल्याक आइफोन साइकल. ल तेरो पनि आइफोन चला गरौ. 1 2 3 ठ्याक्कै गीत मिलेको फेरि. एडिट गर्न पाइन्न के. अब तेरो ब्लगमा झगडा. कस्तो झर्ना नगर न फेरि. कस्तो यो झर्ना. पासवर्ड राख. यताबाट राम्रो आउँछ कि खिच्न म खिच्दिन्छु. इक्विक आउँछ म त. खै लोडिङ साउन्ड. यो अब आउँछ रुङ न. कस्तो यो मान्छे फेरि 2 घण्टा बजेर हाल्नु न. फेरि किचन ब्लग बन्द गर. साँझ हालिदिन्छु भन्छ. भएन कि यसको. त्यही मानेर अहिले चाहिने हो. त्यो निक्ते हैन सादा हालिदिन्छु. अब मुनाको भइगयो र भएन. म लास्टमा हो के मेरो. के को लास्ट हो र तेरै हो. यता क्रिसको त स्वाग आउँछ. बन्द गर्ने एकछिन. किन क्युटी. म त ब्लगर लास्टमा यता निक्रिसु न. यसलाई भनेको ए मानिन्न यो. एकैछिन. छोरा त्यही भएर अघि नै भगवान मैले पादेको भगवान. सुन गीत मैले पादेकै थिएन साथीहरूले म त जान. बड्डाउ. हरामी हो बेटा. फेरि किन त्यसै अहिले झन् पदौरी होला. मैले तँलाई मन पराउनु भन्दा त मेरो पछि पछि लागिरहेको छ छैन. भगवान. मर्दिन्छु अब. दादा किन नाइ गर्छस् त. त्यो समातिन्थ्यो. आलु आइन के हुन्न के. देखा त तेरो खिच्छु म. अब कि सुन के हुन्न कि म सुने हो पहिले. राम्ररी सुनि. मैं छक्का बनना चाहता
करना चाहती है? वाहन थियो अँ अहिले छैन मेरो कब भयो सायद मभन्दा राम्री भयो भेटाएर होला बना गाइस हामी यसरी भेटाइरहेको थियौँ ठ्याक्कै भेट्यो लुकिरहेको छि हाँसिराख्नु भएको छ क्या आन्टी फेरि यहाँ त यहाँ अच्छा उता ढोकामा रे A few minutes later. गाइज हामी चाहिँ यहीँ छौँ हामी चाहिँ अब नास्ता खान्छौँ नास्ता लिन गइरहेछौँ हेर्नु के हाल्छ अरे यहाँ के हाल्ला त अब यहाँ ओ माई गॉड रियली A few minutes later. डिप्रेसन हामी स्कुल यता बसेछौँ 7 पुऱ्याउँछ 1 2 3 4 5 6 पुग्दैन गाइज हामीले चाहिँ आफ्नो आफ्नो पैसाबाट कचर पचर किन्छौँ आफ्नो आफ्नै पैसा पैसा त्यही भएर आफ्नो पैसाले खाऊ भन्नु अनि खायो पैसाले होइन के फरक जिन्दगी अनि देखाउन गाइस हामी चाहिँ यस्तो बाहिर खाइरहौँ भित्र गर्मी हो मैले आइजाऊ भन्दा मगाउनु छ कति मजा नै यार पानी आउला पानी यति वेस्ट गरिदिन्छ खागे पहिला यत्तिकै पानी खाइराखे नलागे पनि पानी भ्याइसकि कसम पानी भ्याइस यार तैँले खान्छ भने ल बाई सो यहाँ ए खसी गर्ने यस्तो छ इन्डुडीले यत्रो प्लास्टिक भरिसके अब यहाँ सबै म चाहिँ यहाँ प्लास्टिक पकडिकन बसेको छु होइन मेरो त केही काम छैन नि त हेलो हेलो कसको कासमा हात पुग्दो रहेछ हेर मै त रुखमा गरेर सो गाइस हेर्नुहोस् यहाँ यिनीहरूलाई देखेर सो साथीहरू मर्छौ कि तिमीहरू तर चोट लाग्छ त्यसलाई पनि बिस्तारै बोल भएको कि यिनीहरूले भएको कि ओइ भएको के रुगा रितायो मेरो घरमा कोही खानु क्या यस्तो नि कोही मार्ले यसले यत्रो पोलिथिन भरि चाहिँ हेर्नु सो गाइज यिनीहरू चाहिँ मेरो सत्यानाशै गरिदिए
म चाहिँ यहाँ फेरि क्लोथिङ खोज्न आएको छु अन्सिकाको ब्लग अन्सिका यता हेर न त्यसलाई त्यहाँ हेर या त्यसले झारी चाहिँ के भयो भएर त सही हो खाँदैछ अझै यता देखा न हेरौँ यहाँ यसको हेर यहाँ नासो हेर ऋतुको खायो ऋतुको यहाँ यसले लैजाउँछ नि त धेरैसँग माग मलाई देऊ नि एउटा एउटा देऊ त अन्सिकाको गोजी मन पर्यो कि हेर अर्को पनि थियो रबरले बाँध्छु यार कृतिकाको रबर हेर बिचरा अन्सिकालाई कति हेप्छ नि हेर यहाँ दिदी रबर देन हेर अन्सिकालाई कति हेप्या नि त्यसको गएको प्लास्टिक त्यसलाई हेर्दै प्लास्टिक हेर मै त्यसले कति दिन्छ माग्नु त्यसो त्यसले दिन्छ ओ दे न यता कसम के बोले दिदी ओ चोरहरू आयो अर्को चोर आयो हेर त यिनीहरू त्यहाँको चोरा मरै हेर त यिनीहरूले प्लास्टिक भरे खान् यिनीहरूले हेर झार्न चाहिँ यसरी झारे छन् कि होइन त्यहाँको चोर कति आहा त्यो भाइरल अति भाइरल चुप राख छि लाग्ने लागिहाल्छ यति कालोलाई कसले हेर्दो छि कसैलाई के रुखबाट के टिप्न ख भने नलग्नु त्यसले थोरै पाछि के त्यसले थोरै पाछि नलग जा मुना कोहीलाई रुखबाट केही सामान टिप्न ख भने अन्सिकालाई सम्पर्क गर्नु होला तले के बोली छ कि आज उही अन्सिका अन्सिकाको भागमा यति पर्यो साथीहरू होइन त्यो चाहिँ वहाँ पारी पुगी उही त्यहाँ बारीमा पनि खसिया जानु जा अन्सिकाले आफ्नोलाई राखिरहेको छ अहिले उयो चोट नलगाएन बिचरा के हड्डी नरम छाला नरम गराइदिकी यार बिचराको दुख्या के हेर त यसलाई सो राम्रो पनि बिग्रिन्छ जाकी बारीमा गएर लिएर आउनु बारीमा मुला जादा माथि कसरी पुग्ने होला अब त अति माथि छ अब सक्दैन तिमीहरु उताको टिप्नु उताको ठुलठुला छन् उता झार्थ्यो टिप्छ त्यसले उता झार्नु तर टिप्छ के यता म जान्छु अब अन्सिकाको दाइ आउनु भयो टिप्न ए छोरो यसको हेर्न नानीहरूले ल्याङ हान्न आउनु भएको छ एउटा दाइ चाहिँ बसिराख्नु भएको छ
सो आज यिनीहरूले दर्जन म तल प्लास्टिक ल्याइदिउँ आज चाहिँ भ्लग मैले बनाएको छु कस्तो छ एकदम बेस्ट बेस्ट मैले पनि चाखेको छैन यार जाम भित्र प्लास्टिक ल्याइन लट्टी खोज्दा लट्टी के खोज्नु बे ला ल हेर्नुहोस् हेर्नुहोस् यहाँ 1 2 3 4 5 6 7 8 9 10 11 12 ठ्याक्क 12वटा ओइ सो अब यिनीहरूको चाहिँ सकियो अब साइलेन्ट भइगयो सबैजना कसलाई त्यसलाई चुला आफै फाल्ने जस्तो छ सब थाकियो यस्तो गरेर हेर त के भन्छ यहाँ हेर्नु सबै सब लगिरहेछ यार मुना मलाई दुईटा मात्रै यसबाट लुटा मेरा रन्जिका मलाई त देऊ न यार एउटा मैले चाख्नु पाएन रुख काटेर हैन खागे कति डिस्टर्ब गर्न आयो होला साला बहिनीलाई उल्टे टिपेर दिन्छु भन्ने त रमाइलो भयो गाइस रमाइलो मेरो घर कोही आउँथेन अब सबै आउने भए अब त्यसको घर अब तेरो घर अझै अघिकै खाँदै कसलाई अझै मिठो तिनीहरूलाई पनि देऊ न ओ माय गॉड टिप्ने त्यस्तो पो सबै थाकिगे त्यसले त्यही अघिको फ्रिजको खाँदै चाहिँ A few minutes later. गाइस कसैले समझ रहे हो ना कसैले त्यो कसैले देखा लुकाएर घर भेटीबाट गाइस हेर्नुमा सबले ए भगवान आज रुखै खाली हो अरु के हो दुईटी हेर्न गाइस मेरो काँडाले यसलाई काँडाले राम मानेर के रोजको काँडा भगवान छोडेको यस्तै हो के छोडे कृषि बजारबाट हाम्रो स्कुल फेरि टलक्कै टल्के अहिले चाहिँ अब बिदावारी हुन लाग्यो किन यति काली आएको जब इधर आया था तो कौन सा गोरा था हल्ला गरे गाइस अब चाहिँ बिदावारी हुन्छ अब कसै फेभरेट वाला आप बिदा बाई अगेन फ्यान ओके आउनुहोस् सहयोगको लागि बासिन्दा आउनुहोस् यति सफा गर्ने पनि हुनुहुन्न उहाँ चाहिँ हाम्रो क्रिस छु डार्लिङ स्विटी मेरो मितिनी पछिबाट हाम्रो नानी कस्तो अन्सिका यस्तो गर्दा काली आउँछ यस्तो गरी हिँड्नु पर्यो अम्बानी नस्पति नपाइने ठाउँमा गएपछि डोले नि किन्छ यति धेरै नस्पति त गाई चोर हुन्न है भगवान 3 पोलिथिन लाग्यो 3 पोलिथिन 2 पोलिथिन भयो म्यामले समस्या 1 पोलिथिन यो त खतरै चोर हो यो दिउँसो चोरेको हामीले रातिमा लिची यति बोला टिपेर जान्थ्यो देख्नु गाई चाहिँ कसको चोर्न कस्तो मजा आउनु रहेछ भाइ त्यो म्याक्सी कोसँग छैन होला मेरी मम्मीसँग छ मेरो गाउँका मेरी मम्मीसँग छैन मेरी मम्मीसँग छैन ओए गरिमाको भाइ गरिमा कहाँ छ भन्छस् कि नै घरमा छ कि नै जाउँ गरिमा घर अब क्युट रहेछ है सबपट्टि पर्दै मोटी कि बहिनी कहाँबाट आयो गरिमा पनि मान्छे त राम्रो त्यो हल्का मैले भ्लग बन्द गरिदिएको थिएँ कि गाई देख्ने हल्का मेरो मुड अफ थियो बेला बेलामा एउटा वर्ड भन्नु थियो कि मैले अब
म त गोदमा सम्झना छ मुटुभरि। म भोलि स्कुल आउन सक्छु, त्यही पनि अहिले अलिकति जान सक्छु। यी आइसमा आउँछु। बाई। त्यहाँ छोड, त्यहाँ छोड। बाटोमा थिए बाटो मुनि कति वाइ अनि के खाना आइछ ए छोड्न आइ कि हामीलाई तेरो बगेसम्म किन जाने यस्ता। अब चाहिँ हामी यहाँ चोकमा आइसकेको छ। अब अटो चाहिँ भेटिन्छ अनि हामी जान्छ बिदाई। बुलेट मेरो फर्स्ट चाहिँ क्रस फायर थियो। रोक्नु न हजुर। ल जाऊ है। बाई अङ्कल एन्टी भी जानु अनि त्यसपछि यिनीहरूलाई चपर चपर छोडिदिनु है। ल बस बाई 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 बाई। मेसेजमा कलमा ल ल हाँसु लाग्छ फेरि नाच्दा देखेर मलाई। OMG के गरौँ लाग्थ्यो आएर खुसी आयो कमल पिसी के अरे खाएर आयो कमल पिसी खाएर आयो कमल पिसी पर्दियाको पाक आयो पाक आयो साइड लाग और सबै फुच्ची होइन अचानक नयाँ भर्जन आयो त केटीको और सबै फुच्चीहरू साइड लाग और सबै फुच्चीहरू साइड लाग साइड लाग साइड लाग साइड लाग। ये है अजीब सी शक्ल वाला टिबेटन फॉक्स पाइका का शिकारी। अपने शरीर की अनोखी बनावट की वजह से ये शिकार को आसानी से नजर नहीं आता। अंकल डोन्ट माइन्ड अंकल यस्तै आयो रोगाई ल गाइस यो चाहिँ पैसा दिनलाई छ अंकललाई हाल्यो भने हाम्रो भ्लग हो। छोड्दै के हाल्नु पर्दैन यो हैन 100 रुपैयाँ किलो नास्पाती यो बाबालाई बेच्न ठ्याक्कै भयो त के भयो। अब चाहिँ यसको घर हो कता गयो हजुर। हामी घर आइसक्यौँ यसको यो केटीको घर आएको छ भने हामी चाहिँ माथि जाँदैछौँ। वाउ गाइस एकछिन देर मोबाइल लान पर्दा पनि आन्टी गएछ कि फेरि मगाउँछु के एन्टी बीमा आएपछि एन्टी नै हुन्छ नि त फेरि। गाइस हामी चाहिँ अब घर आइसक्यौँ बसिरहेछौँ। यो चाहिँ मेरो बुढी हो कति कालो है सी इज द ब्याक सो आई डोन्ट टक ओइ यहाँ नि त्यो ठ्याक्कै मिल्छ हाम्रो के मिल्छ त बिचमा बस म बिचमा बस्ने रे ए र काली यो ठिक काकी यो गाई आफ्नो तारिफ है गाइस या ओ नो गर्नु रोगी ब्लग गर्छ त न तुम त न त गाइस चाहिँ हामी बसिरहेछौँ हामी जल फ्रेन्ड छ वाइ गाइस अचम्मै ओए क्यामेरा जस्तो सो गाइस हामी अस्सलाम वालेकुम फुल गो के हैन के भन्छ ए लल्ला ए झल्ला ए नल्ला के बोल्छ के हो बोल्नु हो त्यस्तै त्यही भन्छ
बाटो मुनि बाटो माथि कति राम्रो प्यारी गाइस मैले तपाईँहरूलाई भले भनेको थिएँ धेरै हाँसेपछि नराम्रो हुन्छ भनेर यी भएको के भग राम्रोसँग हेर्नु होला योभन्दा अगाडि होइन अटोमै छोडेको कि मैले चार्ज कृपया अङ्कल तपाईँले राख्नुभयो भने मेरो घरमा आएर छोडिदिनु होला राम्रो अङ्कल भएपछि छोडिदिइहाल्नुहुन्छ होला गाइस यिनीहरूलाई पुरै लाउँछ है हेर्नु के गर अब त्यो अङ्कलले भगवान् म त मरम के गरौँ त्यो 2500को चार्ज थियो कि अब त मम्मीले मरे पनि किन्दिनँ महँगो पर्छ चार्जर गाइज मैले तिनीहरूलाई पुऱ्याइदिइसकेँ मैले त्यो बाटोमा मैले सब अरूलाई सोधेँ होला त्यहाँ चाहिँ पुरै स्नेक रेड भएको त्यस्तो थियो कि त्यो पुरा अटोवाला सब आएर अनि कहाँ के बनानी आऊ सोधिराख्नु भएको थियो अनि म कस्तो राम्रो क्या सबै अनि पछि के भयो भनेर राख्नुभएको थियो अनि पछि मैले अनि अङ्कल चार्जर आएर लास्टै महँगो चार्जर थियो अङ्कल कसम मेरो मैले अहिलेसम्म 5-6वटा चार्ज हराइसक्यो होला यो मम्मीले यो लास्ट हो यो चार्ज हो भनेर लास्ट चार्ज किनिदिएको थियो अब म पाउँछु कि नै त्यो चार्ज मम्मीले किनिदिन्छ किन मलाई केही पनि थाहा छैन अब आफै जम्मा गर्ने त्यही किन्ने त होला अब त्यही हो मम्मीले किनिदिन्छ म फिक्स छु मेरो पढाइ पनि बिग्रियो अब चार्जमा किनिदिएपछि मैले हेरिदिनु होला भन्ने सोच्छु होला मम्मीको सो अब किनिदिनु होला चार्ज हराएर त्यो अङ्कल यति राम्रो हो भने आफै घरमा ल्याएर छाडिदिनुहुन्छ होला अङ्कललाई कसले चिन्छ प्लिज भनिदिनु राम्रोसँग भ्लग हेर्नु त्यो अटोको होइन यो अङ्कललाई कसले चिन्नुहुन्छ प्लिज भनिदिनु म त अहिलेसम्म कहाँ कसले उठाइसक्यो होला त्यो प्यासेन्जरले कसैको आइफोन भएपछि त्यो बाटो होला लगी पनि सक्यो होला के गरौँ म त मरम के बाँच्छन् जस्तो भयो चार्ज पनि कति हो अहिले 40 हो कसरी टिकाउने होला यो चार्ज कसैको होइन आइफोन फेरि भगवान् म त के भयो मम्मी उता चप्पलगौडी छ चार्ज त्यहाँ चप्पलगौडी जानु अब म त्यो चार्ज लाउन अब त मम्मीले खै मम्मीले थाहा छैन चार्ज हराएको अहिले भनेपछि मम्मी त मलाई काट्छिन्छ कि मारिदिन्छ सो अब त्यही हो आजको ब्लग यस्तै भयो यति हाँसो पनि भयो मैले भन्थेँ कि हजुरलाई ब्लगमा बिचमा यति हाँस्यो पनि केही न केही त हुन्छ भइहाल्यो कि मेरो कालो जिब्रो हो कि त्यो कर्मै यस्तै हो कि कर्म इज रियल भन्थ्यो हो रहेछ होइन अब के भन्थ्यो म अनाउँछु कि नै थाहा छैन अन्त किन नआउने हो मम्मीले चार्ज लगाइदिएपछि जरा सपोर्ट गरी गएर अनि यस्तै 1-2-3 दिनमा के थाहा चार्ज पनि किनिदिन्छ कि सो त्यही हो आजको ब्लग चाहिँ यस्तै भयो होइन राम्रो लाग्यो भने पनि लाइक कमेन्ट सेयर नराम्रो लाग्यो पनि राम्रो मानिदिनु होला होइन अब बाई अब आजको ब्लग चाहिँ यस्तै हो यस्तै भयो आजको दिन यस्तै भयो ब्लग चाहिँ कस्तो लाग्यो भनिदिनु होला कमेन्टमा सो या त्यही हो बाई अर्को